मिनासान कोनिचिवा नमस्कार। हजुरहरूलाई हाम्रो युट्युब च्यानल थिङ नोर्बुमा स्वागत छ। आज हामी मिनानो निहोङ्गो लेसन 23 को भोक्याबुलरी अर्थात् शब्दार्थहरू पढ्न गइरहेका छौँ। आशा छ यो भिडियोले हजुरहरूको अध्ययनमा डिजिटल्ली सहयोग पुग्नेछ। अब ढिला नगरिकन भिडियोलाई सुरु गरौँ। पहिलो नम्बरमा रहेको छ किकिमास। सोध्नुलाई जापानिज भाषाबाट किकिमास भनिन्छ। जस्तै सेन्सेई किकिमास भन्यो भने टिचरलाई सोध्छु अथवा शिक्षकलाई सोध्छु भन्ने अर्थ हुन्छ। यसको अङ्ग्रेजी अर्थ आक्स रहेको छ। मावासिमास। घुम्नुलाई जापानिज भाषाबाट मावासिमास भनिन्छ। यो रेडियोको बटनहरू घुमाउने बेलामा प्रयोग गरिन्छ। यसको अङ्ग्रेजी अर्थ टर्न रहेको छ। हिकिमास। तान्नुलाई जापानिज भाषाबाट हिकिमास भनिन्छ। यसको अङ्ग्रेजी अर्थ पुल रहेको छ। खाएमास। परिवर्तन गर्नुलाई जापानिज भाषाबाट खाएमास भनिन्छ। यसको अङ्ग्रेजी अर्थ चेन्ज रहेको छ। सवारीमास। छुनुलाई जापानिज भाषाबाट सवारीमास भनिन्छ। जस्तै दोवानी सवारीमास भन्यो भने ढोका छुन्छु हुन्छ। यसको अङ्ग्रेजी अर्थ टच रहेको छ। देमास। निस्किनुलाई जापानिज भाषाबाट देमास भनिन्छ। जस्तै ओचुरीगा देमास भन्यो भने खुद्रा पैसा निस्किनु भन्ने अर्थ लाग्छ। यसको अङ्ग्रेजी अर्थ कम आउट रहेको छ। आरुकिमास। हिँड्नुलाई जापानिज भाषाबाट आरुकिमास भनिन्छ। यसको अङ्ग्रेजी अर्थ वाक रहेको छ। वातारिमास। तर्नुलाई जापानिज भाषाबाट वातारिमास भनिन्छ। जस्तै हासी ओ वातारिमास भन्यो भने पुल तर्नु भन्ने अर्थ लाग्छ। यसको अङ्ग्रेजी अर्थ क्रस रहेको छ। मगारिमास। घुम्नुलाई जापानिज भाषाबाट मगारिमास भनिन्छ। जस्तै मिगिए मगारिमास भन्यो भने दाहिनेतिर घुम्नु अथवा घुम्छु भन्ने अर्थ लाग्छ। यसको अङ्ग्रेजी अर्थ टर्न रहेको छ। साबिसी। एक्लो हुनुलाई जापानिज भाषाबाट साबिसी भनिन्छ। यसको अङ्ग्रेजी अर्थ लोन्ली रहेको छ। ओयु। तातो पानी अथवा मनतातो पानीलाई जापानिज भाषाबाट ओयु भनिन्छ। यसको अङ्ग्रेजी अर्थ हट वाटर रहेको छ। ओतो। आवाजलाई जापानिज भाषाबाट ओतो भनिन्छ। यसको अङ्ग्रेजी अर्थ साउन्ड रहेको छ। साइजु। आकारलाई जापानिज भाषाबाट काताकानामा साइजु भनिन्छ। यसको अङ्ग्रेजी अर्थ साइज रहेको छ। कोस्यो। बिग्रियो अथवा बिग्रेको भन्नलाई जापानिज भाषाबाट कोस्यो भनिन्छ। यसको अङ्ग्रेजी अर्थ ब्रेकडाउन रहेको छ। मिची। बाटो रोडलाई जापानिज भाषाबाट मिची भनिन्छ। यसको अङ्ग्रेजी अर्थ रोड अर वे रहेको छ। कौसातेन। चौबाटोलाई जापानिज भाषाबाट कौसातेन भनिन्छ। यसको अङ्ग्रेजी अर्थ क्रस रोड रहेको छ। सिङ्गो। ट्राफिक लाइट अथवा ट्राफिक सिग्नललाई जापानिज भाषाबाट सिङ्गो भनिन्छ। यसको अङ्ग्रेजी अर्थ ट्राफिक लाइट रहेको छ। कादो। कुनालाई जापानिज भाषाबाट कादो भनिन्छ। यसको अङ्ग्रेजी अर्थ कर्नर रहेको छ। हासी। पुललाई जापानिज भाषाबाट हासी भनिन्छ। यसको अङ्ग्रेजी अर्थ ब्रिज रहेको छ। चिउस्याज्यौ। पार्किङ गर्ने ठाउँलाई अथवा पार्किङ स्पोटलाई जापानिज भाषाबाट चिउस्याज्यौ भनिन्छ। यसको अङ्ग्रेजी अर्थ कार पार्क पार्किङ लट रहेको छ। तातेमोनो। भवनलाई संरचनालाई जापानिज भाषाबाट तातेमोनो भनिन्छ। यसको अङ्ग्रेजी अर्थ बिल्डिङ रहेको छ। नानखाइमो। धेरै पटक भन्नुपर्दा जापानिज भाषाबाट नानखाइमो भनिन्छ। यसको अङ्ग्रेजी अर्थ मेनी टाइम्स रहेको छ।
चोटीलाई जापानिज भाषामा मे भनिन्छ। जस्तै इखाइमे निखाइमे गरेर यसको काउन्ट गर्दाखेरि नम्बरको पछाडि यसलाई राखेर प्रयोग गरिन्छ। सोतोकु ताइसी यो जापानको राजकुमार प्रिन्स सोतोकुको नाम हो। होर्युजी यो नारा प्रिफेक्चरमा रहेको प्रिन्स सोतोकुले बनाएको एउटा मन्दिरको नाम रहेको छ। गेङ्किचा यो एउटा काल्पनिक चा ब्रान्डको नाम रहेको छ। होन्डा एकी यो पनि एउटा जापानको काल्पनिक स्टेसनको नाम रहेको छ। तोस्योकान माए यो पनि एउटा जापानको काल्पनिक बस स्टपको नाम रहेको छ। हेरिदिनु भएर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियो मन परेमा हामीलाई सहयोगको लागि भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। बाँकी डिटेल्सको लागि हाम्रो अफिसियल वेबसाइट akbarlama.com भिजिट गर्नुहोला। धन्यवाद।